मर्निङ डिएक्सन गुड मर्निङ डिएक्सन जति यहाँ आज यो हलमा आउनुभएको छ सर मेरो नयाँ पुरानो मेहमानहरू सबैलाई म एकपल्ट धन्यवाद दिन चाहन्छु र म आफ्नो नाउँतर्फ जान लाएँ। मेरो नाम गीता देवी हो, मेरो घर नेपाल हो मरङ। म हाल कुवेतको बसाइ हो र कुवेत पनि धेरै लामो समय बसेँ। तर यो डिएक्सनमा चाहिँ आएको म 2 वर्ष हुन लागिरहेछ र सबभन्दा पहिले त गुरुलाई सम्झिनुपर्छ र यो डिएक्सन प्लेटफर्ममा मलाई ल्याउने हुने मेरो स्पोन्सर हुनुहुन्छ स्टार रुबी पङ्कज पासवान सरलाई, उहाँलाई पनि जोरदार साथ सपोर्ट दिनुहुन्छ हामीलाई। हुनुहुन्छ स्टार डायमन्ड सन्जय सर, यसै गरी रमेश खत्री सर र एएसटी एनर्जी सर र जति हुनुहुन्छ मेम्बर चाहिँ सबै सर म्याडमलाई सबैलाई म धन्यवाद दिन चाहन्छु। सबैको साथ सपोर्ट र सबैको साथले साथमा साथ हातमा हात मिलाउँदै अहिले यहाँसम्म आइपुगेको छु म पनि। र यही त अहिले सकेको म पनि मेम्बरै छु र सिक्नेकै क्रममा छु, सिकिरहेको छु र आशा विश्वास छ आज न भोलि त म पनि सायद सरहरू जस्तो गुरुहरू जस्तो म पनि बन्छु भनेर सोच राखिरहेको छु र सफल हुन्छु भनेर। र म पनि आएको एउटा हेल्थको कारणले म पनि रोगी व्यक्ति थिएँ। पहिले आउँदाखेरि नेपालबाट आउँदाखेरि म काम गर्न आएको बित्तिको घरमा, तर म स्वस्थ थिएँ, राम्रो थिएँ र यहाँ आएर पछि गएर मलाई रोगले चेपिसक्यो र मलाई काम पनि दिएन, घर पठाउन लागिरहेको थियो। र यस्तै अब रेडियो टिकटक मार्फतबाट सर भेट्नुभएछ र मलाई जानकारी दिनुभयो यो डिएक्सनको बारेमा र मलाई ग्यास्ट्रिक र पथरियाको समस्या थियो र म यो पथरियाको समस्याले गर्दाखेरि म यो र ग्यास्ट्रिकको समस्याले गर्दाखेरि म चियाको पिकै खाँदैथिएँ, चिया खाँदैन थिएँ म। र सरले भन्नुहुन्थ्यो कुरा गर्दा गर्दै म्याडम कफी खानु भन्नुहुन्थ्यो, यो गेसरको यो 2 ग्रिन टी ब्ल्याक कफी। अनि मलाई चाहिँ विश्वास लागेन। म के भन्थेँ, म त खाँदिनँ सर कफी, म चिया नै खाँदिनँ, किनभनेदेखि म त यो ग्यास्ट्रिकले एकदम परेसान भएको थिएँ। 4 महिनासम्म म काम गर्न सकेँ भन्नुहुन्छ भने र आफ्नो नजिकैको मान्छेले पनि त्यतिखेर मलाई साथ छोडेको, बस्न नदिएको। एक त कुवेतीले पनि निकाल्थ्यो जा घर भनेर, त्यसपछि आफ्नो आफन्त सम्झेर गए त्यहाँ पनि बस्न नदिएछ। त्यस्तो अवस्थामा पुगेको छ। तर जे होस् म उहाँलाई धन्यवाद दिन चाहन्छु, किनकि मलाई भगवान मान्छु म। उहाँले भेटेर मैले अहिलेसम्म म कुवेतमा छु र अहिले म स्वस्थ छु, काम गरिरहेको छु आफ्नो बालबच्चाको लागि। म किन यो कुवेतमा आएको, म आफ्नो परिवारको लागि म पैसा कमाउन आएको थिएँ। राम्रो थियो, स्वस्थ थियो, तर यहाँ कमाउँदै काम गर्दा गर्दै म एकदम बिरामी भएँ, आफू स्वास्थ्य भएन। अनि म त अब ल केही गर्न सक्दिनँ भनेर सोचेँ। तर धन्यवाद दिन चाहन्छु सबभन्दा यो कम्पनीको फाउन्डर नाथोलिङ डाक्टर सुदिनलाई धन्यवाद दिन चाहन्छु। किनभनेदेखि उहाँले गर्दाखेरि र हाम्रो माझमा यस्तो राम्रो प्रोडक्टहरू ल्याइदिनु भएको छ र उहाँले गर्दाखेरि स्वास्थ्य छु र रोगी पनि थिएँ। अहिले रोगीदेखि जस अहिले म राम्रो छु, स्वास्थ्य छु, धन्यवाद दिन चाहन्छु। र जति धन्यवाद दिँदा पनि कमै पर्छ सायद। र जिउँदो भगवान भनेर चिनिन्छ हामी सबैको लागि। उहाँले एक्लैले गर्दाखेरि अहिले संसारभरिको मान्छेलाई स्वास्थ्य पनि दिनु सक्नुभएछ र बिरामीलाई स्वास्थ्य दिनुभएछ, रोगीलाई, बिरामीलाई र बेरोजगारीलाई पनि रोजी दिनु सक्नुभएछ उहाँ एक्लैले गर्दाखेरि, होइन, संसारभरिको मान्छे सबैलाई। र उहाँलाई धन्यवाद दिन चाहन्छु। र म किनभनेदेखि अहिले चाहिँ पथरिया पनि छैन, निको भयो र ग्यास्ट्रिकबाट पनि मानिको भयो र सबभन्दा पनि मेरो बिरामीको कारणले चाहिँ हुँदा मेरो अनुहार पनि एकदम पुरा चाया पोतो थियो, एकदम बिग्रेको अनुहार थियो। पहिलेको भन्दा अहिले त धेरै राम्रो छ। म चाहिँ एकदम खुसी छु, किनभनेदेखि यो प्रोडक्टहरू खाएर र धेरै समस्याहरू थियो। अहिले चाहिँ राम्रो हुँदै जाँदैछ, खाँदैछु।
जस्तो हुन्छ त्यस्तै काम गरिरहेको छु होइन। एकदम खुसी लागिरहेको छ यो मिलेट फारम पाएर आफू खाँदै र स्वास्थ्य हुँदै र साथीभाइ इष्टमित्र सबैलाई खुवाउने र स्वास्थ्य म जस्तै राख्न खोज्छु। किनभने म रोगी भएको थिएँ, अरू पनि यस्तो नहोस् म जस्तो भन्न चाहन्छु। हामी जति सर म्याडम दिदी बहिनीहरू हुन्छ सब विदेश अर्काको देशमा आएको छौँ, केही कमाउँला केही गरौँला भनेर सोचेर आएको, तर यहाँ आएर हामी रोगी हुन्छौँ र त्यही भन्न चाहन्छु सबैलाई। म हुने दुई शब्द आफूले खाएको ओरेको होइन परिधिहरू देख्छ राम्रो भएको छ, आशा विश्वास छ। जस्तो गुरुहरूको जस्तै म पनि साथ सबक पाइरहेको छु। आज न भोलि त म पनि सायद अगाडि बढ्छु भनेर आशा विश्वास छ। र भन्दै दुई शब्द यतिलाई राख्दै धन्यवाद दिँदै सबै साथीहरूलाई गुड मर्निङ। Good morning, dear sir. Thank you so much.